हेलो नमस्कार तपाईहरुलाई फेरि पनि मैले एउटा 9 सिटर 2018 मोडलको 9 सिटर बोलेरो लिएर आएको छु। यो बोलेरो चाहिँ वान ह्यान्ड गाडी हो। तपाईले 9 जना मान्छे एकदम कम्फर्ट यो यत्रो हुन्छ सेकेन्डमा भने यो यत्रो छ। र यहाँ मान्छे भइगयो इन्जिन भनेको टर्बो डिआई इन्जिन एकदम सस्तोमा बन्ने गाउँघरको लागि एकदम बेस्ट 4x4 भएको गाडी लिएर आएको छु। 18 मोडलको हो, एकदम फ्रेस छ, सिंगल ह्यान्ड गाडी हो। यो गाडी गुड्या छ जम्मा 1,50,000। तपाईले यो गाडी एकदम रिजनेबल प्राइसमा सुइटेबल प्राइसमा आइसक्यो र यसको लागि गाडी ओके छ। गाडी ओके छ र तपाईहरु छिटोभन्दा छिटो सम्पर्क गर्नुस्। अरु भिडियो उहाँले देखाउनुहुन्छ, एकछिनमा हेर्नुस्। म के भन्न चाहन्छु भनेदेखि तपाईहरुलाई जुन जति पनि गाडीहरु हामीले हाल्ने गरेका छौं, यो भन्दा धेरै अगाडि नै हाल्थ्यौं, पछि बीचमा ग्याप भयो र हामीले हालेको गाडीहरु कुनै हामी रिकन्डिसन हैन, एउटा गाडी किनेर राखेर त्यसलाई पेन्ट गरेर बेच्ने हैन। हामी के गर्छौं भनेदेखि जसको गाडी बेच्नु छ सिधै उहाँ मालिकसँग गएर उहाँसँग अनुमति लियोरी, जसको गाडी छ उसलाई अनुमति लिएर भिडियो बनाएर तपाईहरु समेत राखिदिन्छौं र डाइरेक्ट बायोमा जसको गाडी हो त्यसकै गाडीको नम्बर राखिदिएपछि हजुरले कल गरेर कुरा गर्न सक्नुहुन्छ र हामी रिकन्डिसन कुनै पनि हालतमा होइनौं। हाम्रो काम भनेको उद्देश्य भनेको जुन एउटा ओनर हुन्छ गाडीको ओनरलाई रिकन्डिसन छोडेर डाइरेक्ट किनबेच बिचौलियालाई डिलिट गरेर सिधै तपाईहरुलाई भिडियो देखाएर गाडी देखाएर गाडीको बारेमा सबै डिटेल भनेर सिधै गाडी ओनरको नम्बर राखिदिएर तपाईहरुले सिधै ओनरसँग कुरा गरेर तपाईहरुले गाडी किन्न सक्नुहुन्छ। त्यो गर्दाखेरि तपाईहरुलाई अरु भन्दा सस्तो पर्यो, बिचौलिएर खाने पैसाहरु परेन र तपाईहरुले हामीलाई एउटा चाहिँ सहयोग गर्नुपर्ने हुन्छ। केही गर्दिनु पर्दैन, हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुस्, लाइक गरिदिनुस्, शेयर गरिदिनुस्। त्यही हो हाम्रो कमिसन भनेकै। र म बोल्छु तपाईहरुले गाडीको बारेमा भन्छु, यो कुनै झुटो हैन, सत्य हो। कन्ट्याक्ट गर्नुस्, गाडी लिनुस्, जानुस्। तपाईहरुलाई सजिलोको लागि हो, कुनै बिचौलिया नहुने डाइरेक्ट टु डाइरेक्ट मालिकसँग भेटाउनको लागि हामीले यो गरेको हौं। र हामीलाई सब्स्क्राइब, लाइक, कमेन्ट गरिदिनु होला। तर नराम्रो गरे नि हामी ओके भन्छौं, राम्रो गरे नि ओके भन्छौं, तर नराम्रो नगर्नु होला। कोही भन्नुहुन्छ मुटु कलेजो खाइसक्यो, कोही भन्नुहुन्छ यतिको गाडीलाई यति भन्नु लाज लाग्दैन। त्यो होइन, गाडी घोडा भनेको फलाम हो। मिस्त्रीलाई नि सोध्नु सक्नुहुन्छ, फलाम र प्लास्टिक कहिले पुरानो हुँदैन। जति नि मेन्टेन गरेर सक्नुहुन्छ त्यति चलाउनु सकिन्छ। सामान पुरानो हुँदैन, फलाम कहिले पुरानो हुँदैन, भाँचे ओइलिङ हुन्छ। प्लास्टिक कहिले पुरानो हुँदैन, त्यो प्लास्टिक भाँचे भने अर्को ल्याएर खप्राका हाल्नु मिलेको। त्यस कारणले गर्दा तपाईहरुलाई यो च्यानललाई सब्स्क्राइब गरिदिनुस् र जुन गाडी हालेको छौं त्यो गाडी ओनरको नम्बर हुन्छ, सिधै उहाँलाई फोन गरेर गाडी किन्न सक्नुहुन्छ। जय नेपाल। ल अर्को कुरो के छ भनेदेखि जति पनि गाडीहरु हेर्छौं, जति पनि गाडीहरु बुझ्छौं र एउटा कुरा भन्नुपर्दा म पनि गाडी लाइनमा भिजेको मान्छे हो र मलाई गाडी लाइन बारे थाहा छ। त्यही कारणले हामी गाडी लाइनमा गएको मान्छे भएर केही कुरो थाहा पनि हुन्छ पनि र केही कुरा हामी मिस्त्रीहरूलाई भन्छौँ र चेक जाँच गरेर गाडीको अवस्था कस्तो छ, कन्डिसन कस्तो छ, ठोके पल्टेको छ भने एक्सिडेन्ट भएको हल्का भन्छौँ, छैन भने एक्सिडेन्ट फ्री भन्छौँ र त्यसमा चाहिँ नझुकिनु होला। तपाईहरु जे भन्छौँ त्यही हुन्छ। गाडी अब एक्सिडेन्ट छ भने एक्सिडेन्ट छ नै भनेर बेच्ने हो, छैन भने छैन भनेर बच्ने हो। जस्तो अघि नै मैले एउटा भिडियोमा एउटा कुरा गरेको थिएँ जुन इन्जिनको बारेमा बनाइएको भनेर। अब त्यो बनाएपछि एकदम जुनुन हुन्छ, त्यो बनाएकोले बनाएकै भनेर बेच्ने हो। एक्सिडेन्ट फेरि छ र यो कुरा पनि नोटिस गर्नु होला। तपाईहरुले सब्स्क्राइब र लाइक चाहिँ ढ्याम ठोकिदिनु होला, त्यसको लागि पैसा लाग्दैन। हस् त, धन्यवाद। र यस्तो हुन्छ तपाईहरु यदि अब धेरैको बुझाइ पनि छ, गाडी किन्दाखेरि सेकेन्ड ह्यान्ड गाडी नकिन्नु भन्छ, तर त्यो होइन। तपाईले आज नयाँ गाडी किन्नु भो, एक महिनापछि त्यसको भाउ 5% 10% गरेर सेकेन्ड ह्यान्ड भइ नै हाल्छ। र सेकेन्ड ह्यान्ड गाडीहरु लिँदाखेरि
कन्डिसन हेरेर सबै कुरो ठिक छ, ओनर कति छ, एउटा ओनर दुईवटा ओनर कतिजनाले चढाएको छ भन्ने कुरामा पनि डिपेन्ड पर्छ। 6-7जनाले चढाएको छ भने गाडी गयो, त्यो धेरै मार खाएको हुनसक्ने भन्ने बुझिन्छ। र 1देखि 2जनाले चढा गाडीहरू छन् भनेदेखि त्यो गाडी सेफ भएको हुन्छ, सेफ भएको हुन्छ र राम्ररी मेन्टेन गरेर चलाइएको हुन्छ र त्यस्तोमा खर्च आउँदैन। तपाईँले एउटा मोबाइल किनेर त चलाउनु भयो होला, त्यो मोबाइल किनेर 1 वर्षपछि चलाउँदा नि राम्रै पर्फर्मेन्स त गर्छ। यो सेकेन्ड ह्यान्ड भन्नाले कामै नगर्ने त होइन नि। त्यस कारणले गर्दाखेरि पुरानो गाडी लिँदा पनि त्यसो गर्नु होला गाइज। धन्यवाद।